कहिलेकाहीँ म एक्लै बसेर सोच्ने गर्छु, प्रेम पनि त मानिस जस्तै हुँदो रहेछ कि क्या हो। कसैको प्रेम समयसँगै थाक्छ, कसैको प्रेम बानी बन्छ, कसैको प्रेम सम्झौतामा सीमित हुन्छ। तर अचम्म त के छ भने मेरो प्रेम भने समयसँगै कम हुनुको साटो तिमीलाई लिएर दिन प्रतिदिन अझै गहिरो हुँदै गइरहेको छ। पहिला तिमीलाई मन पराएको थिएँ, पछि तिमी बानी बन्यौ, अहिले तिमी मेरो आवश्यकता जस्तै भएकी छौ। बिहान आँखा खुल्ने बित्तिकै पहिलो विचार तिमी नै हुन्छौ, राति निदाउनु अघि अन्तिम सम्झना पनि तिम्रै अनुहार। कसैले भन्छन् समय बित्दै जाँदा प्रेम फिक्का हुन्छ। सायद उनीहरूको प्रेम केवल भावना थियो, तर मेरो प्रेम त तिमीलाई बुझ्ने यात्रामा हरेक दिन नयाँ अध्याय थपिँदै गएको कथा हो। म तिमीलाई पहिला जति नै जान्थे, अहिले भन्दा धेरै कम। अहिले त तिम्रो मौनतामा लुकेको पीडा बुझ्न थालेको छु, तिम्रो हाँसो पछाडि लुकेको थकान महसुस गर्न थालेको छु, तिम्रो रिस भित्रको डर चिन्न थालेको छु। र जब कसैलाई बुझ्न थालिन्छ नि, त्यहीँबाट प्रेम झनै गहिरो हुन्छ। तिमीलाई म राजकुमारी जस्तै देखाउन खोज्दिनँ, किनभने मलाई तिमी मान्छे भएर नै अत्यन्त सुन्दर लाग्छौ। कहिलेकाहीँ कमजोर, कहिलेकाहीँ अल्झिएको, कहिलेकाहीँ आफैसँग लडिरहेकी तिमी, यी सबै रूपहरूमा मेरो प्रेम कम होइन, अझै बढ्छ। सायद अरूको प्रेम पाएकोमा टिकेको होला, मेरो प्रेम भने बुझ्नेमा टिकेको छ। त्यसैले होला तिमी टाढा हुँदा पनि म तिमीलाई नजिक महसुस गर्छु, तिमी चुप हुँदा पनि तिम्रो आवाज सुनिरहे झै लाग्छ। मलाई थाहा छ सबै दिन एकनास हुँदैनन्, हामी पनि कहिलेकाहीँ थाक्नेछौँ, अल्झिनेछौँ, सायद चुप पनि लाग्नेछौँ। तर त्यो मौनतामा पनि म तिमीलाई छोड्दिनँ, किनभने मेरो प्रेम त तिमीलाई रोज्ने निर्णय हो, हरेक दिन नयाँ भएर। कहिलेकाहीँ म आफैसँग सोध्छु, किन यति धेरै माया गर्छु म तिमीलाई। उत्तर एउटै हुन्छ, किनभने तिमी मेरो जीवन सजिलो बनाउने मान्छे होइन, तर साँचो बनाउने मान्छे हो। तिमी आएपछि मेरो जीवनमा सबै कुरा राम्रो भएन, तर सबै कुरा साँचो हुन थाल्यो। र साँचो सम्बन्धमा प्रेम कम हुँदैन, बरु परिपक्व हुँदै जान्छ। अरूको प्रेम सायद बाचामै सीमित होला, मेरो प्रेम भने तिमीलाई थाहा नहुँदै पनि तिम्रो लागि प्रार्थना गर्ने बानी हो। तिमी हाँसेको दिन मेरो दिन राम्रो हुन्छ, तिमी दुखी भएको दिन मेरो मन भारी हुन्छ। म तिमीलाई संसारसँग तुलना गर्दिनँ, किनभने मेरो संसार नै तिमी हौ। र हो, हुन्छ होला अरूको प्रेम बिस्तारै बिस्तारै कम, तर मेरो प्रेम त दिन प्रतिदिन तिम्रो लागि अझै बढ्दै गइरहेको छ। शब्दले होइन, समयले, धैर्यले र नछोड्ने बानीले। यदि कहिल्यै तिमीलाई लाग्यो भने सायद ऊ अब पहिले जस्तो छैन, त्यो दिन मेरो आँखा हेर्नु, त्यहाँ मेरो प्रेम अझै बढ्दै गइरहेको देख्नेछौ।